विश्व रेकर्ड राख्ने कामहरू हामीले गर्यौं है। कसैले नसकेको काम हामी श्रमदाताले गरेर देखायौं। तर त्यो श्रमदातालाई गाली गरेको छ हैन, त्यो श्रमदानलाई अपमान गरेको छ। श्रमदानलाई अपमान गर्नु भनेको देशलाई अपमान गर्नु हैन, जनतालाई अपमान गर्नु। त्यसो नगर्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। तपाईको छैन 16 नम्बरमा हामीले जाली लगायौं, त्यहाँ भनिरहेको छ, त्यत्रो सार्वजनिक सुनवाईमा भनिरहेको छ 17 लाख लाग्ने काम चाहिँ 7 लाखमा गर्यौं। माल मिटरको चाहिँ हामीले छैन भुक्तानी दिनुपर्छ, जालीको, लेसिङ तारको, अनि त्यसै नै अब जस्तै हैन ढुवानीहरु त्यो ढुवानीको चाहिँ दिनुपर्छ भनेर त्यति निस्केको छ। फेरि डोर हाजिराको कुरा, काटाको कुरा, कसले लियो के लियो भनेर गीत गाइरहेको छ। म तमाम पत्रकारहरूलाई भन्न चाहन्छु, जे पाते नभन्नुस्, तपाईहरु मरणशील मान्छे हो है। एक दिन मरेर जहाँ गइन्छ नि, हामी गइदैन, गइन्छ नि। स्वर्ग र नर्क त कसैले देखेर आएको छैन, सायद हुनु पनि सक्छ नहुन पनि सक्छ है। त्यति पतित भएर कतिले चाहिँ यस्तो है अर्का सम्पत्तिको यस्तो देखियो, कर्तुत देखियो, श्रमदाताले पैसा लिने रहेछ। अचम्म लाग्छ। कसैले लिनु भएको छ, यहाँ लिनु भएको छ भने यो मिटिङमा दियो, यति दियो, यसरी मैले लिएँ भनेर भन्नुहोस् है हैन। अनि भात त खाएको छ, आज पनि खान्छौ नि भात हैन, भात खान्छौ। त्यो पनि तपाईँको चाहिँ नगरपालिकाको बजेट हो र हैन है। तर यही देशमा सुन्नुहोस् है, यही देशमा हैन प्रधानमन्त्री घुमेर आउँदाखेरि 74 करोडको बिल आयो भन्नेहरू छ नि हैन। 74 करोडको घुम्दिने खोइ त त्यतातिर चाहिँ कलम चलाएको थियो चाहिँ नि तपाईँको हैन पत्रकार बनाउँदाहरूले है। 10 अर्ब रुपियाँको घोटाला भयो एयरपोर्ट बनाउँदा पोखराको भनेर त आइराखेको छ त तपाईँको चाहिँ समितिले दिइराखेको छ। खोइ त्यतातिर ध्यान दिए। प्रत्येक दिन 50 लाख रुपियाँ चाहिँ नै हैन मारीचुडी खाएर भने गृहमन्त्रीसम्मको नाम मुछियो। खोइ त्यतातिर चाहिँ ध्यान दिएको है। गिरीबन्धुको कुरातिर खोइ ध्यान दिएको, दमकटारको कुरातिर खोइ ध्यान दिएको, मेलाम्चीको कुरा खोइ खोजेको, बोराको बोरा, क्विन्टलको क्विन्टल सुन अरे त्यो सुनको खोइ खोजेको, त्यतातिर चाहिँ छैन। श्रमदाताले भात खायो, त्यो पेप्सी कसले ल्याइदियो हैन, त्यहाँ ल्याउनु भयो नि तपाईँहरूले हैन। अब त्यो स्प्राइट कसले ल्यायो, किन ल्यायो, कसले कति कति खायो हैन, कसको भागमा कति चोक्टा पर्यो, हड्डी थियो थिएन। यस्तो पनि हुन्छ पत्रकार, यस्ता पनि हुन्छ। तपाईहरु सबैजना अब सचेत रहनुपर्छ। नेपाल किन बिग्रेको थाहा छ? सच्चा मान्छे बोल्दैन, भटा मात्रै बोलिरहन्छ के। सच्चा मान्छे चाहिँ बोल्न डराउँछ है। बा मलाई त थुन्छ, बा मलाई त कुट्छ भन्छ। अनि 1000 जना बस्ने गाउँमा एउटा फटाले शासन गरिरहेको हुन्छ। त्यो 999 जना मान्छे चाहिँ गरिराख्छ है। 999 जना मान्छे चाहिँ अरे एउटा फटा हैन टोले गुण्डाले चाहिँ फर्काएर खाइराखेको छ। त्यसले गर्दाखेरि म सबैजनालाई बोल्न पनि सिकाउँछु। हर्क सम्मान किन यत्रो बोल्छ भन्नुहुन्छ नि, किनभने समाज बोल्दैन नि त। तपाईहरु बोल्नु न, म चुप लागिहाल्छु नि हैन, किन बोलिराख्नु। त्यसले गर्दाखेरि म भन्न चाहन्छु, यस्ता विकृति विसङ्गति भण्डाफोर गर्नुपर्छ है। तपाईको छैन हामी सबै मिलेर यो देशलाई माथि उठाउनुपर्छ। त्यो श्रमको अभियान हो यो है। श्रमदानले मात्रै बन्दैन फेरि है, श्रमदानले मात्रै बन्दैन। श्रमदान सहित हैन हाम्रो छैन के हो त भन्दाखेरि चेतनाको अभियान पनि चाहिन्छ। पसिना र चेतना दुईटा कुरा है। कुरा बुझ्नुभयो नि, विचार र औजार दुईटा कुरा। तपाईसँग विचार पनि हुनु पर्यो। त्यसले गर्दा मैले यो भनेको न त भने जाउँ जाउँ काममा भन्दा भइहाल्थ्यो। पहिला विचार पनि त हुनु पर्यो तपाईसँग। विचार र औजार है, चेतना र पसिना, यो दुईटा कुराको सम्मिश्रणबाट मात्रै हैन हाम्रो छैन के हो त भन्दाखेरि हाम्रो देश बन्ने हो।